हामी कुनै हावाको भरमा हामी बोल्दैनौँ, प्रमाण जुटाएर त्यही आधारमा बोलिन्छ। 36 करोड 58 लाखको डिफरेन्स छ यहाँ। त्यति मात्रै नभएर सिमेन्टको अघि मैले भने 1 अरब 34 करोडको डिफरेन्स छ यहाँ। अब म वन मन्त्री भएपछि EIA को अनुमति नदिएर के म क्या वहाँ प्लेन उडाउने अनुमति दिउँला त? त्यो त दिनै पर्यो नि। म वन तथा वातावरण मन्त्री हुने बेला मैले अनुमति दिएको छु। मान्य सभापतिज्यू यसलाई नोट गर्नुहोस्। र एमा मैले EIA दिए बाफत प्रेम आलेलाई कटघरामा उभिनुपर्छ भनेर म तयार छु। यो प्रति मेरो एकदमै आपत्ति छ। यसमा एउटा सार्वजनिक लेखा समितिले एउटा निर्णय नै गरेर एउटा विज्ञप्ति नै निकाल्न म आग्रह पनि गर्न चाहन्छु। र अर्को कुरा चाहिँ अघि थुप्रै प्रश्नहरू यहाँ उठेका छन्। मान्यज्यूलाई धन्यवाद, पूर्व मन्त्रीज्यूलाई। अब एउटा मिटिङमा कुरा चाहिँ भएको थियो, दुईटै हामी मान्य योगेश भट्टराई र म दुईटै हामी एउटै समितिमा भएको हुनाले नबस्ने कि भनेर उहाँले प्रस्ताव राख्नुभयो। मैले त्यसलाई स्वीकार गरेँ, तर त्यो हाम्रो कुनै पनि लिखित निर्णय भएन। मान्य सभापतिज्यूले पनि त्यो निर्णय सुनाउने बेलामा कम्तीमा योगेश भट्टराईजी चाहिँ नै भैरवा अन्तर्राष्ट्रिय विमानस्थलको संयोजकमा नबस्ने र प्रेम आले चाहिँ नै पोखराको उपसमितिमा नबस्ने भनेर भनिदिएको भए अझै स्पष्ट हुन्थ्यो। अब त्यताबाट कुनै निर्णय नभएको हुनाले, लिखित पनि नभएको कारणले गर्दाखेरि मगरको छोरीले आफ्नो काम त गर्नै पर्यो नि त, होइन र? नम्बर 1। नम्बर 2 चाहिँ उहाँले के प्रश्न गर्नु भने वन तथा वातावरण मन्त्रालयमा मन्त्री हुँदाखेरि EIA गर्यो भनेर उहाँले भन्नुभयो। अब जबकि तपाईँको एयरपोर्ट लगभग चाहिँ नि कम्प्लिट हुने अवस्थामा थियो, त्यो बेलाका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पटक पटक मेरो मन्त्रालयमा आएर ल प्रेम भाइ छिटो गरिदिनु पर्यो, EIA छिटो गरिदिनु पर्यो उहाँले भन्नुभयो। जबकि यो पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल लगभग करिब सकिने अवस्थामा थियो। अब मलाई पनि मेरो पार्टीले 6 महिना तोकेर दिएको थियो। अनि मैले त्यसमै रात दिन गरेर चाहिँ म वन तथा वातावरण मन्त्री हुँदाखेरि त्यो एयरपोर्टको मात्रै होइन, फेरि थुप्रै हस्पिटलहरूको छ, त्यसपछि गएर तपाईँको चाहिँ हाई टेन्सन लाइनहरूको छ। अब म वन मन्त्री भएपछि EIA को अनुमति नदिएर के म क्या वहाँ प्लेन उडाउने अनुमति दिउँला त? त्यो त दिनै पर्यो नि। म वन तथा वातावरण मन्त्री हुने बेला मैले अनुमति दिएको छु। मान्य सभापतिज्यू यसलाई नोट गर्नुहोस्। र एमा मैले EIA दिए बाफत प्रेम आलेलाई कटघरामा उभिनुपर्छ भनेर म तयार छु। अर्को कुरा, त्यसपछि 78 पोस्टमा हामी आयौँ, रिटेपानी डाँडाको कुरा पनि आयो। अब हामी कुनै टेक्निकल मान्छे त होइन, अहिले हामी सबै यहाँ भनिराखेका छौँ नि लाइन लगाएर, होइन र? अब EIA पनि मेरो पालामा भइसकेपछि DG ले के भन्नुभयो भन्दाखेरि छिटोभन्दा छिटो चाहिँ प्लेन उडाउनु पर्ने मन्त्रीज्यू, उद्घाटन पनि छिटो गर्नुपर्ने छ, क्यालिब्रेसन फ्लाइट गर्नुपर्ने छ। त्यही हुनाले तपाईँले चाहिँ यो चाहिँ नि ठेक्काको लागि अनुमति दिनु पर्यो भने। अनि मैले भने यो 22 अरब भित्र होइन, 22 अरबको पनि पैसा थाहा थिएन मलाई। अनि उहाँले के भन्नुभयो, यो त छुट्टै ठेक्का गर्नुपर्छ क्यानले भन्नुभयो। त्यसो भएको हुनाले चाहिँ नि उहाँले फाइल उठाएर ल्याउनु भयो, मैले त्यसलाई स्वीकृति गरेँ। तर त्यो फेरि 32 करोडको मात्रै होइन, करिब मलाई लाग्छ 68-70 करोडको चाहिँ नि इस्टिमेट गरेको थियो। त्यो ठेक्का पनि लगाइयो, ठेक्का लगाएपछि कम्पिटिसनमा बिड भयो र पछि घटेर 32 करोड जति आएको छ। त्यसलाई म के आग्रह गर्न चाहन्छु भन्दा, स्वयं मान्यज्यूले अघि भनिसक्नु भएको छ, 2 अरब 22 करोड 40 लाख रुपियाँ तपाईँको चाहिँ ट्याक्स चाहिँ छुट गरिएको छ। जबकि उहाँ आफै मन्त्री हुँदाखेरि 2टा इम्प्लिमेन्टेसन एग्रिमेन्ट त्यो बेला भएको छ। भले उहाँले सिग्नेचर गर्नुभएको छैन होला, तर उहाँको मातहतको मन्त्रालयको सचिवले त गरेको छ नि। सुन्नु न, मन्त्रालयको सचिवले त गरेको छ नि। ट्याक्सेस एन्ड ड्युटिज पेज नम्बर 25 मा छ, म पढेर सुनाउँछु मान्य सभापतिज्यू। 21.1 Foreign taxation. The prices bid by the contractor shall include all taxes, duties and other charges imposed outside the employer's country on the production, manufacture, sale and transport of the contractors, equipment, plant, material and supplies to be used on or furnished under the contract and on the services performed under the contract भनेछ। जबकि फुल ट्याक्स चाहिने पे कोले गर्नुपर्ने कन्ट्र्याक्टरले। मान्य मन्त्रीज्यूलाई त थाहा थियो होला त्यो बेला, तर उहाँले आफै उहाँ मन्त्री हुँदाखेरि 2टा इम्प्लिमेन्टेसन एग्रिमेन्ट त्यहाँ भएको छ।
उहाँले हस्ताक्षर गर्नुभयो गर्नुभएन मलाई थाहा छैन, तर त्यही बेलाको कुरा म गर्दैछु। त्यो हामीले डकुमेन्ट पनि हेऱ्यौँ, बिचमा काटौँ न भने सुनौ न आरामले। त्यसो भएको हुनाले यो चाहिँ दुईवटा चाहिने तपाईँको चाहिने 2 अरब 22 करोड 40 लाख रुपियाँ, 2 अरब 22 करोड 40 लाख रुपियाँ ट्याक्स राज्यले पाउनुपर्ने ट्याक्स चाहिने यहाँ कमिसनको आडमा चाहिने यो चाहिने ट्याक्स फ्री गरिएको छ। त्यति मात्र होइन मान्य सभापतिज्यू, यहाँ रमाइलो कुरा के छ भन्दाखेरि 2014 मा जुन चाहिने तपाईँको सिमेन्ट ल्याउँदाखेरि भारत र चाइनाबाट मात्र ल्याइएछ, जबकि हाम्रै देशमा चाहिँ यत्रो चाहिने उद्योगहरू छ, सिमेन्ट फ्याक्ट्रीहरू छ, तर हाम्रो देशबाट ल्याइएन। यहाँ के गरिएछ भन्दाखेरि सिमेन्ट लगभग तपाईँको 70,000 टन चाहिए रहेछ। पर टनको कस्ट कति छ भन्दाखेरि त्यो बेला $253 छ, $253। यहाँ यसो क्यालकुलेसन गर्दाखेरि 1 केजी सिमेन्टको 50 रुपियाँ पर्दो रहेछ त्यो बेला। 1 केजी सिमेन्टको 50 रुपियाँ यहाँ रेट राखिएको छ होइन, पर केजीको 50 रुपियाँ राखिएको छ 2014 को इस्टिमेट अनुसार। अहिलेको कस्ट हेर्दाखेरि पनि तपाईँको जम्मा 15 रुपियाँ केजी छ। कति भ्रष्टाचार भयो होला ल भन्नुहोस्। हामीसँग डकुमेन्ट छ, म डकुमेन्ट प्रमाणसहित बोल्छ प्रेमाले बोल्दा, यो कुनै उहाँ कोहीप्रति पूर्वाग्रह त होइन नि, यो डकुमेन्टमा हामी हेर्न सक्छौँ। बहादुर त छँदैछु त म। त्यो 50 रुपियाँ केजी सिमेन्टको भाउ त्यो बेला राखिएको छ। भारत र चाइनाबाट ल्याएको भनेर यहाँ देखाइएको छ। पर केजी 50 रुपियाँ छ भने आज 2025 मा आउँदा पनि यसको मूल्य जम्मा 15 रुपियाँ केजी मात्रै छ मान्ने सभापतिज्यू। अर्को रमाइलो कुरा सुन्नुहोस्, अब स्टिल बार भन्नाले यो सरियाको कुरा, यो कङ्क्रिट गर्ने बेला जुन सरिया छ, सरियाको त्यो बेला रेट कति राखेको छ भन्दाखेरि 172 रुपियाँ केजी राखेको छ। आजभन्दा 10 वर्ष अगाडिको कुरा, 172 रुपियाँ 10 वर्ष अगाडि राखेको रेट त्यो बेला 2014 को चाहिँ क्यालकुलेसन गरेर हेर्दाखेरि 63 देखि 65 रुपियाँ रेट रहेछ। भनेपछि यहाँ कति घिचेको छ? 107 रुपियाँ यहाँ खाएको छ। यो टोटली गएर हेर्दाखेरि लगभग तपाईँको चाहिने क्यालकुलेसन गर्दाखेरि तपाईँको 36 करोड 58 लाखको डिफरेन्स छ यहाँ। त्यति मात्रै नभएर सिमेन्टको अघि मैले भने 1 अरब 34 करोडको डिफरेन्स छ यहाँ। त्यसो भयो भने हामी कुनै हावाको भरमा हामी बोल्दैनौँ, प्रमाण जुटाएर त्यही आधारमा बोलिन्छ। यो मैले आग्रह गर्न चाहे। त्यस्तै तपाईँको चाहिने इपिसी बिल अफ क्वान्टिटी हुँदैन, सुरुदेखि अन्तिमसम्म नो एक्स्ट्रा कस्ट लाग्दैन त्यसमा, तर एसी जडान गर्दाखेरि कस्ट लागेको छ। अहिलेसम्म तपाईँको 2 वर्षदेखि तपाईँको फ्लाइट चलेको त्यहाँ उद्घाटन भएको, तर अहिलेसम्म तपाईँको चाहिने त्यहाँ चाहिने तेल भण्डार त्यहाँ अहिलेसम्म बनाएको छैन। भनेपछि यो जम्मै चाहिने पचाउनको लागि यो काम भइरहेछ। त्यसो भए म के आग्रह गर्न चाहन्छु भन्दाखेरि चाइनिजको हिजोको विज्ञप्ति मैले हेरेँ, आँखा खोली हेरेँ, तन्काई हेरेँ, मेरो आँखा कहीँ कमजोर त छैन भनेर। यहाँ यसो हेर्दाखेरि चाइनिजको दाबी के रहेछ भन्दाखेरि अहिलेसम्म